दुई किसिमले मेडिटेसनले हेल्प गर्छ। हाम्रो ब्रेन भनेको इलेक्ट्रिकल एक्टिभिटी हो, ब्रेन भनेको करेन्टले चल्ने हो क्या। यो हामी नापेर पनि हेर्न सक्छौँ, ती मेरो ब्रेन कतिको चलिरहेछ त भनेर इजी भन्ने एउटा चाहिँ लगाएर हेऱ्यो भने वेभ देख्छौँ हामी, ब्रेनको कुन पार्टमा कति वेभ आइरहेछ त भनेर हो। त्यो हेर्दाखेरि चाहिँ सिङ्क्रोनाइज नाइस वेभ चाहिँ हाम्रो राम्रो फङ्सनको लागि रिदमिक क्या, अर्केस्ट्रा जस्तो हो, त्यस्तो खालको वेभ चाहिँ हाम्रो फङ्सनको लागि बेस्ट हो। र मेडिटेसनले त्यो वेभलाई बेटर गराउनलाई हेल्प गर्छ एक। अर्को भनेको चाहिँ मेडिटेसनले नयाँ चिजलाई सोच्नको लागि ब्रेनलाई चाहिँ ट्युनअप गर्छ। जस्तै भनौँ न, गामा अक्सिलेसन भन्छौँ हामी, जेनरली गामामा पुग्दैनौँ हामी, जेनरली हामी भनेको बिटामा बस्छौँ अथवा अल्फा बिटा भन्छ, त्यो वेभको नाम हो क्या। अल्फा बिटामा बसिरहेको हुन्छ। थीटा डेल्टा भनेको हामी सुत्न बेला र सुतेको बेला हो, स्लो हो क्या। अब गामा भनेको चाहिँ फास्ट हो, तर त्यो चाहिँ क्रिएसनको टाइम हो क्या। त्यो वेभले चाहिँ क्रिएटिभिटी बढाउँछ। तपाईँले पोएम लेख्ने हो कि केही चिज क्रिएट गर्ने हो कि त्यो टाइम हो क्या।